हेलो दोस्तों, तपाईहरु पनि संगठित संस्थाको एक्जामको सेन्टर हेर्नुहुन्छ भने हजुरको लागि भिडियो हो। हजुरहरु मोबाइलबाट कसरी संगठित संस्थाको एक्जाम सेन्टर कहाँ परेको छ त्यसले कसरी थाहा पाउन हेर्नु। यो संगठित संस्थाको एक्जाम कसरी कहाँबाट थाहा छ। धनकुटा, बुटबल, दाङ, सुर्खेत, हुम्ला, जुम्ला र हेटौडा, खोटाङ छ। यसलाई सबैभन्दा पहिलो मोबाइलबाट कसरी हेर्नु। यसलाई सबैभन्दा पहिलो बीचबाट काट्ने, यसलाई स्लो गरेर हटाइदिनु। त्यसपछि यसमा क्रोममा जाने, क्रोममा गएर सर्च गर्ने ज्ञानमार्ग.com www.com GYANMARK। मेरो पहिला पनि सर्च गरेको थिए, त्यसपछि मेरो आइपुग्यो। हेर्नुहुन्छ, यसलाई सर्च गर्ने, यसलाई क्लिक गर्दाखेरि हेर्नु यस्तो आयो। त्यसपछि हामी यसलाई ज्ञानमार्ग.com लेभल लोकसेवा कम्पिटिटिभ एक्जाममा यसमा क्लिक गर्ने। यसमा क्लिक गरेपछि हेर्नु कस्तो यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आउँछ। तलतिर स्क्रोल गरेर स्क्रोल गर्दा हेर्नुहुन्छ तपाईहरुले। हेर्नु, अलिकति तलतिर स्क्रोल गर्दा त्यतिरै कहाँ पुग्यो भाइ। अनि सार्वजनिक संस्था लोकसेवा हेर्नुहुन्छ, 2082 एक्जाम सेन्टर हेर्नु, अनि त्यसमा क्लिक गर्नुपर्छ। क्लिकमा गरेपछि त्यसमा क्लोज गर्नुपर्छ। त्यसमा क्लोज गरेपछि तलतिर हेर्नुहुन्छ बुटबल, दाङ, सुर्खेत, हुम्ला, जुम्ला, हेटौडा। अनि तपाईको जुन सेन्टर त्यहाँको सेन्टर चुजिङ गर्नु भएको छ त्यहाँ गर्ने। सेन्टर दाङ, महेन्द्रनगर, पोखरा, बाङलुङ, जलेश्वर यस्ताहरू सेन्टर छ। त हजुरले कहाँबाट फर्म भर्नु भएको छ त्यो कमेन्टमा गएर भन्नु। म त हेटौडाबाट पाउँछु। म हेटौडा। अनि कुनै पनि एक्जामको सेन्टर हेर्न चाहनुहुन्छ भने म त हेटौडाबाट भरेको छ। त्यसमा हेटौडामा क्लिक गर्ने। हेटौडामा क्लिक गर्ने बित्तिकै यसमा डाउनलोड आइपुग्छ। डाउनलोड आइ बित्तिकै हेर्नुहुन्छ कुन सेन्टर, कुन सिद्धार्थ स्कुल हो, कुन हो, यो सबै हेटौडाको सेन्टर हो। ल, थ्याङ्क्स। गएर लाइक र फलो गरिदिनु।